आदरणीय दर्शकबिन्दुहरु अहिले म चाहिँ यो बटुक भैरव मन्दिरमा छु। यो बटुक भैरव मन्दिर यो चाहिँ चिसापानी गढीमा भीमफेदी 8 गढी। यहाँ चाहिँ तपाईले देख्न सक्छु यो गेटमा नेपालको नक्सा छ र नेपालको नक्साको साथमा यहाँ लेखिएको छ श्री बटुक भैरव मन्दिर भीमफेदी 8 गढी। यस मन्दिर परिसरमा महिला प्रवेश निषेध गरिएको छ। यहाँ महिला प्रवेश गर्न पाइने छैन। श्रावण महिनामा भोग बलि दिन निषेध गरिएको छ। श्रावण महिनामा चाहिँ यहाँ भोग पनि चल्दैन। श्रावण महिना बाहेक अन्य महिनामा मङ्गलबार मात्र बलि पूजा हुनेछ। मङ्गलबारको दिन तपाईँ यहाँ यो बटुक भैरवमा चाहिँ पूजा गर्न सक्नुहुनेछ, बलि दिन सक्नुहुन्छ। त्यसरी कृपया मन्दिर परिसरमा फोन नगरिदिनु हुन अनुरोध गर्दछु। पुजारीको फोन नम्बर यहाँ देखिरहेको छ। यो बटुक भैरव यो यस्तो माथि देख्न सक्छ नेपालको खुकुरी चिन्ह यहाँ देखाइरहेको छ। र यसको बारेमा चाहिँ अनुमति बिना प्रवेश निषेध भनिएको छ। त्यही पनि म एकचोटि फोन गरेर हेर्छु है त। अनुमति बिना प्रवेश निषेध भनेको कारणले गर्दा बुझ्नु त पर्यो एकैछिन है त। एनिवे यहाँ चाहिँ मैले फोन हानेको थियो तर फोन चाहिँ लागेन। फोन चाहिँ स्विच अफ गरेको छ भने त्यही भएर यो ढोका खुल्लै भएको कारणले गर्दा म छिरेँ। यहाँबाट नेपालले पहिला अङ्ग्रेजको पालामा यहाँबाट नेपालले चाहिँ लडेको यहाँबाट चाहिँ रक्सोलतिर चाहिँ अङ्ग्रेजहरूलाई चाहिँ गोली चलाएको अथवा तोप हानेको चाहिँ भन्ने हामीले चाहिँ यहाँ भर्खर मात्र जानकारी पायौँ। र यो अहिले यस्तो छ, यस्तो गढी यसरी बनाएको छ। पुरै यो घरहरू यो त अहिले नयाँ बनाएको घर हुनसक्छ तर पुरानो चाहिँ यहाँ छ। मेन गेट यहाँ छ। गेटको चाहिँ कुनै एकदमै एकदम इन्ट्रेस्टिङ बनाएको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। यो खोला बनाएको छ। यहाँ खोला, यो खोला किन हो कसरी हो थाहा पाएन मैले बुझ्न सकिनँ। यो खोला उता आमै पनि रहेछ। यो गढी यहाँबाट चाहिँ विशेष गरी मानिसलाई चाहिँ इन्डियाको सेनालाई हान्नको लागि चाहिँ प्रयोग गरेको यो खोला यो मान्छेले बनाएको जस्तो लाग्यो। यो बारेमा विस्तृत अहिले बुझ्छु म। यहाँ खोला देख्न सक्नुहुन्छ तपाईँ। यो मान्छेले बनाएको जस्तो देख्न सक्छ। यहाँ तल देख्न सक्नुहुन्छ खोला यता र यता। त्यही पनि लेट्स सी। अब यता हामी म पुजारीको नम्बर यहाँ देखाइरहेको छ 8081। पुजारीको नम्बर चाहिँ मैले फोन हान्ने कोसिस गरेँ। पुजारीको नम्बर तर फोन लागेको छैन। पुजारी भनेर नम्बर तल दिएको छ 9809। खै यो नम्बर चाहिँ मैले बुझ्न सकिनँ। त्यही पनि दाजु छिर्न सक्छु? म छिर्न सक्छु? पुजारी चाहिँ को हो तपाईँ? ए म खास यो बुझ्न आएको। तपाईँहरू पनि बुझ्न आउनु भयो? म चाहिँ के रहेछ भनेर बुझ्न आएको। ट्याक्क लाएर काँक्रा पनि पाले रहेछ। भैरव मन्दिर थियो मन्दिर उता छ। ए बा तोप यहाँ तोप तपाईँ देख्न सक्नुहुन्छ। तोप यो तोपले चाहिँ कति किलोमिटर हान्छ भन्ने थाहा भएन तर यहाँबाट चाहिँ रक्सोलसम्म। ओके ल। दामी चिजहरू रहेछ यहाँ चाहिँ। पुरानो चिज यहाँबाट अङ्ग्रेजहरूसँग लडेको भन्ने कुरा हामीले बुझ्न आउँछौँ। गुरु नमस्कार। गुरु यो विषयमा मलाई अलिकति इन्ट्रेस्टिङ भएर म चाहिँ छिर्या होइन। ठ्याक्क यो विषयमा मलाई ठ्याक्क तपाईँले ल भनिदिनु पर्यो। के भन्नु र यो विषयमा? यो चाहिँ खास के हो? यो खास यो सबै चिजको बारेमा तपाईँले के छ त्यो भनिदिनु पर्यो। यो के हुनु? यो त यहाँ बटु भैरव हो मन्दिर। बटु भैरव, कालो भैरव, काली तोप छ यहाँ। यहीँबाट चाहिँ ब्रिटिस लडाइँ गरे, ब्रिटिसलाई हटाएको। ब्रिटिसलाई कहाँसम्म हानेको यहाँबाट ब्रिटिसलाई? हान्नु चाहिँ कहाँसम्म यहीँबाट चाहिँ लगाएर चाहिँ भन्ने छन्, लेखित छैन। को थियो यहाँको चाहिँ नेपालको चाहिँ त्यो बेलाको सेना प्रमुख मतलब यहाँबाट चाहिँ नेतृत्व गर्ने व्यक्ति? नेतृत्व गर्ने पृथ्वीनारायण शाह। ए पृथ्वीनारायण शाह भन्नाले सेनापति थिएन कुनै? सेनापतिहरू खोइ को थिए के थिए त्यो छैन कि लेखित छैन। अब पृथ्वीनारायण शाहले चाहिँ यहाँबाट चाहिँ ब्रिटिसलाई चाहिँ लगाएर। ब्रिटिस चाहिँ कहाँसम्म आयो भन्ने चाहिँ केही छ जानकारी? छैन। यही उकालो चढ्दाखेरि होला। किनकि मैले यहाँ पुरै देखेँ तोप त यहाँ चाहिँ झन् ठुलो तोप रहेछ स्पेसल त्यो बेला। यो तोप चाहिँ त्यही बेला बनाएको तोप होला। गोला कहाँ छ त? गोला भित्र हेर्न मिल्छ? मिल्दैन। अब भन्दा गरी कि दर्शन गर्नु छ भने खोलिन्छ। दर्शन गरौँ न त त्यसो भए। बटुक भएर पहिलोचोटि आएको बटुक भएर पनि फर्स्ट टाइम नाम सुने मैले। अहिले म यो ठ्याक्क यो चिसापानी गढी होइन त? यो चिसापानी गढीमा छौँ र चिसापानी गढीमा तपाईँ ठ्याक्क सेन्टरमा नेपालको झन्डा फरफराइरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ। यहाँबाट ब्रिटिसलाई चाहिँ
तोपले चाहिँ हानेर चाहिँ ब्रिटिसहरू लखेटिएको भन्ने चाहिँ छ पृथ्वीनारायण शाहको पालामा। र अहिले पनि यो ठाउँ एकदमै सुरक्षित रहेको छ। यहाँ चाहिँ बटुक भैरव मन्दिर म दर्शन गर्न गइरहेको छु। राइट, दर्शन गरेँ मैले बटुक भैरवलाई। जय भैरव, मलाई रक्षा गर्नुहोस् है त बटुक भैरवजी। ओ माई गड, फोटो नलिने, फोटो लिनुपर्ने थोरै। हजुर दर्शक मित्रहरू, फेरि हामी चाहिँ यो बटुक भैरवको चाहिँ भित्र चाहिँ छिर्न अलिकति भिडियो खिच्न मनाइरहेछ, त्यस कारण गरी भिडियो चाहिँ खासै खिच्न पाएनौँ हामीले। यो बटुक भैरव थान छ यहाँ। त्यसै गरी यो तोप त्यो बेला नेपालले ब्रिटिससँग लड्दाखेरिको यो तोप गोला बारुद यहाँबाट चाहिँ कता ब्रिटिस सेना आएको छ उनीहरूलाई हान्नको लागि यहाँ यसरी बनाएको छ। एकदम दामी बनाएको छ। यहाँ तल पनि बाटो छ, बाटो एकदमै दामी तरिकाले बनाइएको छ, तपाईँ देख्न सक्नुहुन्छ। त्यसै गरी यहाँ पनि छ अलिकति सानो तोप, यहाँबाट तपाईँ देख्न सक्नुहुन्छ। यो तोप यहाँबाट चाहिँ पहाडी ब्रिटिस सेनालाई हानिएको भन्ने चाहिँ बुझिन्छ। तल पनि धेरै चिज राम्रो बनाइएको छ, तल पनि यो सबै चिज होला सायद यो सबै चाहिँ यसैको एरियाभित्र पर्छ होला। चिसापानी गढी तपाईँ देख्न सक्नुहुन्छ। अनि यस्तो राम्रोसँग बनाइएको छ, तल हेर्नुहोस्, तल दामी बनाइएको छ है। अनि यो तोप पनि तपाईँ देख्न सक्नुहुन्छ, तोप देख्न सक्नुहुन्छ। तोप 1 2 3 तोप भइसक्यो, टोटल 7वटा भन्ने हामीले खबर पाइसक्यौँ। यहाँबाट चाहिँ ब्रिटिस सेनालाई लखेट्नलाई नेपालको सेनाले त्यो बेलाको पृथ्वीनारायण शाह तल पनि दामी बनाएको छ, तल हेर्न सक्नुहुन्छ। यस्तो दामी ठाउँ है, तपाईँ देख्न सक्नुहुन्छ। यो तोप यहाँबाट हानिएको भन्ने हामीले बुझ्न सक्यौँ। एकदमै दामीसँग बनाएको छ। पहाडीतिर चाहिँ तल भीमफेदी तर उता अब ब्रिटिस सेना त्यो बेला कहाँ थियो भन्ने कुरा थाहा भएन, तर यहाँबाट चाहिँ ब्रिटिस सेनालाई हानिएको र ब्रिटिस सेनालाई चाहिँ उस गरेको भन्ने हामीले बुझ्न आयो। एकदमै मजा राम्रो ठाउँ रहेछ यो। बटुक भैरवको पनि मैले दर्शन गरेँ। बटुक भैरवले तपाईँहरू सबैलाई रक्षा गर्नुहोस्, सोचेको हरेक इच्छाहरू पुरा गरिदिनु होला सबैको, हरेक नेपालीलाई। त्यो बेलाको नेपालको एकीकरण र त्यसपछि ब्रिटिस सेनाले नेपाल कब्जा गर्न खोज्दा पृथ्वीनारायण शाहले नेपाललाई जोगाएको र त्यो बेलाका सेनाहरू नेपालका भीमसेन थापा लगायतका सेनाहरू भन्ने यहाँ बुझ्न आएको छ। यहाँ पनि दर्शन सानो मन्दिर छ, पूजा गर्न पाइन्छ। यहाँ एकदमै राम्रो बनाइएको रहेछ, दामी बनाइएको छ। त्यो तल पनि हो बुवा, त्यो तल बनाएको छ नि बुवा, त्यो तल बनाएको छ नि, त्यो सबै एरिया पऱ्यो है। ए कस्तो दामी ठाउँ रहेछ। सबभन्दा ठुलो तोप यहाँ रहेछ होइन? ए बा, अनि यो 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 भन्दिनँ बुवा मलाई, यो खोला चाहिँ किन मान्छेले खनेर बनाएको भनेपछि त्यो बेला चाहिँ आउन नसकोस् भनेर होइन, सिधै ए यताबाट आउन नसकोस् भनेर यताको मात्रै। ए बा, दामी 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 रहेछ। चिसापानी गढी हामी गइसकेका छौँ। त्यसै पनि नेपालमा धेरै गढीहरू छन्, त्यसै गरी सिन्धुली गढी, अरू धेरै गढीहरू जहाँबाट नेपालले ब्रिटिस सेनालाई लखेट्ने काम गरेको भन्ने हामीले बुझ्न सक्छौँ। एकदमै रमाइलो ठाउँ, सुनसान शान्त वातावरण। नेपाली सेनाहरू पहिला बसेको थियो अरे, अहिले सेना चाहिँ यहाँबाट हटिसकेको भन्ने हामीले बुझ्न आइसकेको छ। 2060 सालमा द्वन्द्वकालमा। यो हो चिसापानी गढी है, चिसापानी गढी श्री बटुक भैरव मन्दिर तपाईँ देख्न सक्नुहुन्छ।